तर मोटिभेसन चाहिँ छैन। त्यसैले तिमी जाऊ, स्कुल जाऊ, विद्यार्थी भेट, तिमीहरूको अघि यो उमेर हो नि, हेर्नलाई दुईटा आँखा छ, सोच्नलाई दिमाग छ, दुईटा खुट्टा छ, दुईटा हात छ। अहिले यही समयमा तिमीले आफूलाई बुझ्यौ भने तिमीहरूको साक्षीले खतरा बन्छौ म विश्वासका साथ भन्न सक्छु तिमीहरू बन्छौ। तर होइन तिमीले फेरि आफूलाई बुझेनौ भने चाहिँ आफूलाई पुगेको छ, गराएको कृपसले भएको सरले हरेक दिन भन्नुभएको भएकै आमाले भन्नुभएको भएकै बुवाले भन्नुभएको भएकै समाजका जोसुकै व्यक्तिले भनेको तर तिमीहरूको जीवन चाहिँ दाइको रहनेछ क्या। र बुझ्यौ भने चाहिँ तिमीहरू यस्तो खतरा बन्नेछौ नि, यस्तो खतरा बन्नेछौ। मलाई छोराछोरीहरू यो पटक मेरो आमाले अगाडिमा स्वास्थ्य सेवा नपाएर ज्यान गुमाउनु पर्यो, आमा छैन भन्न मलाई पटक दुख्छ। तिमीलाई पनि दुखिसक्यो, मलाई थाहा छ, उहाँलाई दुख्यो होला। जिन्दगीमा सबैभन्दा महत्त्वपूर्ण दिएको मात्रामै महान आमा जसले आफ्नो सन्तानलाई जन्म दिएर आफ्नो ज्यान गुमाउनुपर्छ, एकचोटि मरेर बाँच्नुपर्छ क्या। फेरि भन्न मलाई गाह्रो लाग्छ, तिमीहरूलाई गाह्रो बनाउनको लागि भनेको पनि होइन, आफूलाई गाह्रो बनाउनको लागि भनेको पनि होइन। तर जिन्दगीमा भइरहनु भएको आमालाई हँसाउनको लागि, बुढालाई हँसाउनको लागि, आफ्नो सरलाई ह्याप्पिनेस दिलाउनको लागि तिम्रो आफ्नै जिन्दगी आफैले यति राम्रो बनाउनको लागि म फेरि भनिरहेको छु। मान्नुहुन्छ नि अब? मलाई थाहा छ तपाईँहरू सबै ज्ञानी हुनुहुन्छ, असल हुनुहुन्छ। आजसम्म पनि असल हुनुहुन्थ्यो, ज्ञानी हुनुहुन्थ्यो, राम्रो पढ्नुहुन्थ्यो, पढाइमा ध्यान दिनुहुन्थ्यो, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन्थ्यो नि होइन, पढ्नुहुन्थ्यो नि होइन हो। अन्त्यमा केही अनुरोधहरू गर्न चाहन्छु र आजसम्म तपाईँहरूले जसले आमाको महत्त्व बुझ्नुहुन्थ्यो, जसले बुझ्नुहुन्न जस्तो लागेको थियो, तपाईँले आफूलाई बुझ्नुहुनेछ जिन्दगीमा आमा नहुँदा कस्तो हुँदो रहेछ। जसको आमा हुन्छ, जसको बुवा हुन्छ, तपाईँले जिन्दगीमा आफूले भन्दा कति खतरा गर्न सक्नुहुन्छ। जस्तो हुनुहुन्न नि, कतिहरू हुनुहुन्न पनि यहाँ त भन्दैनन्, मेसेज गर्छन्। जसको हुनुहुन्न नि हो, हुनुहुन्न भने म छु, म तपाईँहरूसँगै लिएर लैजान चाहन्छु। नानी आउनुभयो भनेर यतिकै जानुभएको होइन, राम्रो नम्बर पनि पाएको होला हौ। जीवनभरि तपाईँहरूको साथमा छु, तपाईँहरूको अभिभावक बनेर मैले आफ्नो जिन्दगी तपाईँहरूमाथि सुम्पेको छु। प्राइभेट बोर्डिङ स्कुललाई कतिजना हुन्छ पढेको? बोर्डिङ स्कुल पनि हुन्छ यहाँ। थ्याङ्क यू। प्रिय छोराछोरीहरू, कक्षा 10मा पढिरहेका प्राइभेट बोर्डिङ स्कुलमा पढिरहेका छोराछोरीहरू, तिम्रो मम्मी र बाबाले छ नि, उहाँहरूसँग पैसा धेरै भएर तिमीहरूलाई बोर्डिङ स्कुलमा पढाउनु भएको होइन नि छोराछोरीहरू। मेरो छोरा र मेरो छोरीलाई प्राइभेट बोर्डिङ स्कुलमा पढायो भने क्वालिफाइड टिचर हुन्छ, रेगुलर क्लासेस हुन्छ, टाइममा कोर्स सकिन्छ, मेरो छोरीको इङ्ग्लिस राम्रो हुन्छ कि यस्तै कुराले पठाउनु भएको हो नि। कतिजनाको बाबाहरूको समयमा फी तिर्न नसकेर प्रिन्सिपलसँग गएर 2 हात जोडेर 3 महिना रोकिदिनुहोस् न, 3 महिना चाहिँ पर्खिदिनुहोस् न भन्नुहुन्छ। त्यसैले पनि प्राइभेट बोर्डिङ स्कुलमा पढिरहेका छोराछोरीहरू अझ धेरै तिमीहरूले जिन्दगीमा यो कुरालाई महसुस गरेर अगाडि बढ्नुपर्नेछ। तिमीहरूलाई थाहा छ तिमीहरू तयार भएर स्कुल आउँछौ, तिम्रो आफ्नो जिन्दगीको लागि स्कुल आउँछौ, र तिम्रा बुबा र आमाहरू त तिमीहरूलाई स्कुलमा पठाएर तिमीहरूको लागि चाहिँ काम गर्न जानुहुन्छ। एकछिन सम्झ न, बुबा विदेशमा हुनुहुन्छ, आमा पसलमा हुन्छ, ग्राहक पढेर चिया पसलमा हुन्छ, खेतमा हुन्छ, गाईलाई घाँस काट्दै हुन्छ, धान बारीमा हुन्छ, कहाँ हुन्छ कि केवल तिमीहरूको लागि हो कि? बुबा आमाहरू त आमाको आफ्नो ज्यान र बुबाको आफ्नो ज्यान पाल्न गाह्रो केही छैन, आफ्नै छोराछोरीको सुन्दर भविष्यको लागि उहाँहरू सोचिराख्नु भएको छ। त्यसैले अब